हाई गाइस, त आज हामीले जान्ने छौँ 8वटा जीके जीएस एन्सर क्वेसन। तपाईको पहिलो प्रश्न हो, नेपालको संविधान कहिले जारी भएको थियो? अप्सन ए 2062 असोज 3, अप्सन बी 2072 असोज 3, अप्सन सी 2070 जेठ 15 एन्ड अप्सन डी 2074 असोज 3। अब यो टाइमर चलिरहेछ। तपाईँ आफ्नो एन्सर गेस गरेर कमेन्टमा बताउनुहोस्। अब म तपाईको सही उत्तर गेस गरिदिन्छु। सही उत्तर भनेको बताइदिन्छु। तपाईको सही उत्तर हो अप्सन बी 2072 असोज 3। अब तपाईको प्रश्न नम्बर 2, नेपालको राष्ट्रिय फूल कौन हो? ए कमल, बी गुलाब, सी लालीगुराँस, डी सुनाखरी। अब तपाईँ आफ्नो एन्सर गेस गर्नुहोस् जबसम्म यो टाइमर चलिरहेछ अनि कमेन्ट बक्समा बताउनुहोस्। अब म तपाईको सही एन्सर रिभिल गरिदिन्छु। तपाईको सही उत्तर हो सी लालीगुँरास। अब तपाईको प्रश्न नम्बर 3, नेपालको राष्ट्रिय जनावर कुन हो? अप्सन ए गाई, बी बाघ, सी हात्ती, डी गैंडा। अब तपाईको सही उत्तर तपाईँ आफै गेस गर्नुहोस् र कमेन्ट बक्समा बताउनुहोस् जबसम्म यो टाइमर चलिरहेको हो। तपाईको सही उत्तर हो अप्सन ए गाई। तपाईको प्रश्न नम्बर 4 यस्तो हो, नेपालको राष्ट्रिय पक्षी कुन हो? ए डाँफे, बी मयूर, सी चिल, डी सारस। तपाईँ आफ्नो एन्सर कमेन्ट बक्समा बताउनुहोस्। अब तपाईको सही उत्तर हो ए डाँफे। अब तपाईको 5वाँ प्रश्न यस्तो छ कि नेपालको राष्ट्रिय झण्डा कस्तो आकारको छ? ए आयतकार, बी गोलाकार, सी 2 त्रिकोण जोडिएको, डी वर्गाकार। अब तपाईको सही उत्तर हो सी 2 त्रिकोण जोडिएको। अब तपाईको प्रश्न नम्बर 6, नेपालमा गणतन्त्र दिवस कहिले मनाइन्छ? अप्सन ए जेठ 15, बी असोज 3, सी फागुन 7, डी वैशाख 1। अब तपाईको सही उत्तर हो जेठ 15। अब तपाईको प्रश्न नम्बर 7, नेपालमा कानुनी शासनको मूल आधार कुन हो? ए परम्परा, बी संविधान, सी धर्म, डी राज संस्था। अब तपाईको सही उत्तर हो बी संविधान। अब तपाईको अन्तिम प्रश्न 8 हो, नेपालको सर्वोच्च अदालत कहाँ रहेको हो? भनेको नेपालको हाई कोर्ट कहाँ रहेको हो? त अप्सन ए पोखरा, अप्सन बी विराटनगर, अप्सन सी काठमाडौँ, अप्सन डी ललितपुर। तपाईको सही उत्तर हो सी काठमाडौँ।